यस्तो छ पुलिसले लुक एट इट नेपाल 2082 साल भदौ 23 गते काठमाडौँका सडकमा जेनजी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन् तर तिनीमाथि अश्रु ग्यास र गोली प्रहार गरिन्छ त्यसपछिका केही घण्टामा स्कुल ड्रेस लगाएका एक किशोर सहित 19 जना नेपाली युवा आफ्नै सुरक्षाकर्मीले हानेको गोलीबाट मर्छन् यी मृत्युले जन्माएको रिसले भोलिपल्ट चर्को विरोध प्रदर्शन ल्याउँछ सडकमा खिचिएका 4000 भन्दा धेरै भिडियो प्रदर्शनकारी तथा प्रहरीसँगका विशेष अन्तर्वार्ता र बीबीसी आईले मात्रै प्राप्त गरेको प्रहरी रेडियोको गोप्य अभिलेखका आधारमा हामीले ती 2 दिनका त्रासद घटनाको सूक्ष्म विवरण यहाँ प्रस्तुत गरेका छौं नेपो बेबी वाला जुन ट्रेन्ड चलिरहेको थियो संसारभरि नै त्यो नेपाल पनि आयो हाम्रो नेताहरूको जीवनशैली उहाँहरूको छोराछोरीको जीवनशैली र हामी आम जनताको जीवनशैलीमा चाहिँ यत्रो ठूलो असमानता रहेछ We wake up, work hard, pay taxes, but those in power, they keep on stealing. त्यो भइसकेपछि सोशल मिडिया ट्रेन्ड चाहिँ त्यही अनुसार चल्छ नि त विभिन्न नेताहरूको छोराछोरी अथवा नेताहरू एक्सपोज हुँदै थिए It is time we call out these people and make these people feel accountable for their choices. अनलाइन विरोधको आवाज चर्केको देखेर आत्तिएको सरकारले भदौ 19 गते एक कठोर निर्णय लियो Now, news from Nepal, the country has cracked down on a number of social media platforms, including Facebook, YouTube, Instagram, X, LinkedIn. Last night, poof, the platform it's all gone. इन्टरनेटमा यो छलफल डढेलो झैं फैलिरहेको थियो We have so many problems in Nepal, but they think, let's ban social media. Yeah, that's going to fix the country. Yeah, why are these idiots running the country? Doesn't that seem like a coincidence? It feels kind of shady. Like the platform that people use to criticize the rich spoiled kids just got banned right when it was starting to trend. सरकारी प्रतिबन्धका बावजुद जेनजीले ह्याशट्याग र मीम शेयर गर्न तथा भ्रष्टाचार र कुशासन बारे रिस व्यक्त गर्न डिस्कॉर्ड र टिकटक जस्ता अरु मञ्च भेटाए Sri did it, Indonesia did it. Of course we are Nepali, we are Gorkhalis, we also can do it, guys. Let's raise our voice together. केही दिनभित्रै देशव्यापी विरोधका योजना फैलिसकेका थिए आयोजक बीच भेला हुने ठाउँबारे सहमति हुन्छ बिहान 9 बजे माइतीघर मण्डला काठमाडौँ सम्पत्ति नष्ट गर्दैनौ शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं त्यसैले सबजना हामी रेडी छौं आजको प्रोटेस्टको लागि We are ready! 10:30 बजेतिर भीड़ मदन भण्डारी सडक हुँदै पूर्व लाग्छ सरकारी गुप्तचर निकायले 3000 जति प्रदर्शनकारी आउने अनुमान गरे पनि 10,000 मानिस आइपुग्छ आफूलाई सुरक्षित राख्नेछ भन्ने विश्वासमा कतिले स्कुल युनिफर्म लगाएर आएका छन् प्रदर्शनकारीहरू संघीय संसद भवनतिर जाँदैछन् तर त्यहाँ पुग्नु अघि एउटा ब्यारिकेडले बाटो छेक्छ करिब 200 प्रहरी र हजारौं प्रदर्शनकारीहरू आमुने सामुने छन् यहाँको माहौल फेरिन थाल्छ एघार बजेर 47 मिनेटमा प्रदर्शनकारीको एक समूहले प्रहरी घेरा छल्ने बाटो भेटाउँछ हक्क न बक्क भएका प्रहरी ब्यारिकेड छोडेर भाग्छन् पछिको त्रासदीलाई पत्रकार तथा प्रदर्शनकारीहरूले खिचेको 4000 भन्दा धेरै भिडियो र तस्बिरले कैद गरेका छन्
हामीले यो प्रमाण संकलन र विश्लेषण गर्न तथा प्रहरीबाट विशेष जानकारी प्राप्त गर्नमा महिनौं समय खर्चिएका छौं। अब हामी तपाईहरू सामु संसद गेटको अगाडि भदौ 23 गते ठ्याक्क के भएको थियो भन्ने बारे अहिलेसम्मको सबैभन्दा विस्तृत विवरण प्रस्तुत गर्न सक्ने भएका छौं। अधिकांश भीड़ शान्त छ, तर अग्रपन्थीमा तनाव छत्ताछुल्ल भएर हिंसा बन्छ। सवा 12 बजे एक समूहले पर्खाल तोड्छ। अघिल्लै दिन उसले भनेको थियो भन्न चाहिँ नभनेको होइन, किन जानु पर्यो यस्तोमा के हुन्छ पर्दैन जान भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबै कर्फ्यू घोषणाले स्थिति झन बिगारेको झैं हुन्छ। प्रहरीले अश्रु ग्यास र रबरको गोली हान्छ। तर उनीहरूको कारबाही अस्तव्यस्त छ। केही प्रहरीले त प्रदर्शनकारी माथि उल्टै ढुङ्गा प्रहारसम्म गर्छन्। गेट घरमा आगजनी भएको देखेर अत्तालिएका अधिकारीहरूले आफ्ना वरिष्ठहरूसँग घातक गोली प्रयोग गर्ने अनुमति मागे। अभिलेखका अनुसार दिउँसो 12:40 बजे नै घातक बल प्रयोग गर्ने अनुमति दिइएको थियो। त्यससँगै घटनाक्रमले कोल्टे फेर्छ। त्यसपछिका 2 घण्टामा कम्तीमा 6 प्रदर्शनकारीलाई गोली लाग्छ। तीमध्ये 5 मर्छन्। अब हामी घटनाक्रमलाई बिस्तारै हेर्दै ती गोली प्रहारका विस्तृत विवरण देखाउनेछौं। पहिलो गोली प्रहार संसद परिषदको कुनामा हुन्छ। पीड़ित 34 वर्षे विनोद महर्जन हुन्। त्यस गोली प्रहारका कुनै भिडियो हामीले भेटेनौं, तर 1:15 बजे टाउकोमा गम्भीर चोट लागेका विनोदलाई बोकेर लैजाँदै गरेको देख्छौं। पछि अस्पतालमा उनले ज्यान गुमाउँछन्। गोली प्रहार बारे खबर डिस्कोर्डमा तुरुन्तै फैलिन्छ। प्रहरी अलमल्ल बनेको छ। एउटा समूहलाई गेट बाहिर चेपुवामा बारिएको छ। त्यसो 1:42 मा अधिकारीहरू बीच खैला बैला फैलिन्छ। पुलिस सबै रक्ताम्य भएर मर्ने अवस्थामा छन्। मेन गेटमा गोली हाल्नुपर्ने अवस्था छ। भीड़को आक्रमण 4 मिनेटसम्म चल्छ। अन्त्यमा अश्रु ग्यास प्रयोग गर्दै भीड़लाई पन्छ्याएर प्रहरी संसद परिसरभित्र छिर्छ। प्रहरी रेडियोमा आएको आदेश स्पष्ट छ। फायर खोलेर सुरक्षित हुने, अवस्था नियन्त्रणमा लिने। त्यसपछि गोली लाग्ने व्यक्ति 27 वर्षे कमल घिमिरे हुन्। 1:48 मा हामी उनलाई ठिक सडक पारी भेट्छौं। यो कमलको आफ्नै फोनबाट खिचिएको दृश्य हो। 2 जनाले बन्दुक बोकेका छन्। त्यसपछि कमल अग्रपन्थीबाट टाढा हिँड्छन्। प्रहरीमाथि ढुङ्गा हानिरहेको यस व्यक्तिको भिडियो उनको क्यामेराले कैद गर्छ र त्यसको लगत्तै कमल ढल्छन्। उनको मेडिकल रिपोर्टका अनुसार गोली उनको बायाँ काखी मुनिबाट घुसेर पिठ्यूबाट बाहिर निस्केको थियो। गोली ठ्याक्क कसरी आइपुग्यो भन्ने यकिन नभए पनि कुन दिशाबाट हानिएको भन्ने चाहिँ देख्न सकिन्छ। त्यसले कमल घिमिरेले केही क्षण अघि मात्रै भिडियो खिचेको प्रहरीकै समूहतिर संकेत गर्छ। कमलको मेरुदण्डलाई गोलीले केही मिलिमिटरले मात्रै नछोएको थियो। उनी बाँचे। झन्डै त्यही क्षणमा त्यहाँबाट 200 मिटर पछिमा अर्का युवालाई गोली लाग्छ। त्यसै दिन केही बेर अघि देखिएका 22 वर्षे रसिक खतिवडा।
रसिकलाई ठ्याक्क कुन बेला वा कहाँबाट गोली हान्यो भन्ने हामीलाई थाहा छैन। तर दिउँसो 1:53 बजे रसिकलाई बोकेर लगेको यो दृश्य एक प्रदर्शनकारीको फोनले खिचेको रहेछ। उनको छातीमा गोली लागेको थियो। यसै चोटले उनको ज्यान लग्यो। उनी 22 वर्षका थिए। नीलो झोला बोकेका उनलाई हामी यहाँ गेटको झडप हेरिरहेका देख्छौं। केही सेकेन्डमा केही पाइला पर यस्तो छ पुलिसले लुक एट इट सुलभको मृत्यु हुन्छ। उनलाई अब बचाउन सकिन्न भन्ने लागेपछि प्रदर्शनकारीले सुलभलाई गेटसम्म पुर्याउँछन्। उनको शरीरलाई सडकमा राख्छन्, प्रहरीको ठिक अगाडि, र नेपालको झण्डा उडाइदिन्छन्। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यो दृश्य कैद गर्छ जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। त्यसपछि मारिएका योगेन्द्र न्युपानेलाई केही कदम पर मात्रै गोली लाग्छ। यसपटक भने योगेन्द्र ढल्दा गोली संसद भवन परिसर भित्रबाटै चलेको थियो भन्ने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हामीले भेटेका छौं। प्रहरीको यो समूहलाई ध्यान दिएर हेरौं। दिउँसो ठ्याक्कै 2:21 बजे उनीहरू संसद परिसरको पर्खालतर्फ अघि बढ्छन्। केही सेकेन्ड पछि भिड बितलियो क्या केटाहरूले। 7 पटक बन्दुक पड्केको आवाज सुन्छ र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। गोली हान्यो भन्ने देखाउँदैन, तर त्यही क्षण फुटपाथमा केही कदम परबाट खिचिएको अर्को भिडियो क्लिप हामीले फेला पार्यौं। झट्ट हेर्दा यसमा थप प्रमाण देखिँदैन, तर जुम गरेर हेर्ने हो र फुटेजलाई स्थिर बनाउने हो भने गोली चलेको स्पष्ट देख्न सक्छौं। त्यसको 15 सेकेन्ड पछि प्रहरीको त्यही टोली झैं देखिने समूह मैदानको कुनातिर अघि बढिरहेको दृश्य तेस्रो क्यामेराले कैद गर्छ। प्रहरीले संसद परिसर भित्रबाट गोली प्रहार गरेर निहत्था प्रदर्शनकारीलाई मारेका थिए भन्ने संकेत गर्ने यही नै हामीले भेटेको सबैभन्दा स्पष्ट प्रमाण हो। बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीडितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए। हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। कर्फ्यू लागिसकेको छ। आदेश माग गरिराख्नु पर्दैन। आवश्यक बल प्रयोग गर्ने। प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। भीड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। त्यो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। 9 बजेसम्म त अवस्था निकै बिग्रिन थाल्छ। भीड आक्रामक बन्छ।
प्रहरीमाथि हमला हुन्छ, राजनीतिक नेताहरूको घरमा तोडफोड हुन्छ, सरकारी भवन जलाइन्छन्, सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारुमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ। भीड प्रहरी भन्दा धेरै ठूलो छ। प्रहरीको उपस्थिति पातलो छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट पाइने भनिएको सहयोग कहिले नआएको प्रहरी अधिकारीहरू बताउँछन्। दिउँसो 1 बजेतिर प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास त्यागेको चाहिँ देखिन्छ। 2 नम्बरमा आफ्नो हतियार त्यसपछिबाट आएर सञ्चार सेट, त्यसपछिबाट भेहिकलहरू र आफ्नो सेफ्टी, आफ्नो टोलीको सेफ्टी गर्ने, यति हो। यति दुईटा कुरा मेन प्रायोरिटीमा राखेर काम गर्ने। इन्टरनेटमा राखिएको तर केही बेरमै हटाइएको यो भिडियोमा प्रहरीलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न भनेको सुन्न सकिन्छ। कन्टेन गर्न सकिन्छ, रोक्न सकिन्छ भन्यो भने सेलहरू प्रयोग गर्ने, तपाईँ आफ्नो सेफ्टीको ख्याल गर्ने। जसको मैले पाउनु भएको थियो अल स्टेसन भिडियो कन्ट्रोल। प्रहरीले मैदान छोडेपछि कोलाहल छाउँछ। सुरक्षा हटाइएपछि संघीय संसद भवनमा भीडले कब्जा गर्छ। दिउँसो 2 बजेसम्ममा भवन उनीहरूको अधीनमा हुन्छ। केही मिनेटमै भवनमा आगो लगाइन्छ। भीड सर्वोच्च अदालत भित्र प्रवेश गर्छ र सिंहदरबारको ऐतिहासिक भवन परिसरमा पनि। खतरा तरिकाले जोड्दै आकाशमा सेनाका हेलिकप्टरले फन्को मार्छन्। आगजनी गरिएका भवनहरूबाट नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान्छन्। सडकमै छोडिएका तल्लो दर्जाका सुरक्षाकर्मी अब भीडको निशानमा पर्छन्। तीमध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। कनिष्ठका रूपमा आक्रमणमा परेको बेला हाम्रा वरिष्ठ र नेतृत्वले साथ दिन्छन् भन्ने अपेक्षा थियो, तर हामीलाई एक्लै छोडियो। आवश्यक कदम चालिएन। हामीले आफूलाई अभिभावकविहीन महसुस गर्यौं। उनीहरूले आफूलाई त जोगाए, तर के गर्ने, के भइरहेको छ भन्ने बारे हामीलाई जानकारी समेत दिएनन्। आगजनी र विध्वंसका घटना पछाडि केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो, तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं, न तिनलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ। भदौ 24 गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन्। रात पर्दासम्म सयौं भवनहरू जलिरहेका हुन्छन्। ब्याङ्क र शस्त्रागारहरू लुटिन्छन्। 13,000 भन्दा बढी कैदीबन्दी कारागार फोडेर भाग्छन्। 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्। राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। सेनाको हस्तक्षेपले 2 दिनदेखिको कोलाहल र रक्तपातलाई अन्त्य गर्छ, तर सेनाले धेरै ढिलो गर्यो भन्ने धेरै नेपालीलाई लाग्छ। यस छानबिनको केन्द्रमा एउटा सरल प्रश्न छ। देशलाई नै आगो लगाउने गरी भएको हत्याको जिम्मेवार को हो? पिटो 1 तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङबाट। तर खापुङले जोड दिन्छन् कि त्यसबेला सुरक्षाको जिम्मा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको थियो। रिजालले घटनाबारे जिम्मेवारी लिन अस्वीकार गरेका छन्। मन्त्री रमेश लेखकले पनि कुनै जिम्मेवारी स्वीकारेका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी ओली समेत आफूले कुनै गल्ती गरेको मान्न तयार छैनन्। जिम्मेवार को होस्?
रङ्गभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? प्रहरी र नेताले जिम्मेवारी पन्छाइरहँदा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार शोकमा डुबेका छन्। यसका लागि दोषी को हुन् भन्ने बारे उनीहरूलाई कुनै शंका नै छैन। सबभन्दा हाम्रो चाहिँ दोषीलाई कारबाही हुनुपर्छ हैन, मेरो भनाइ चाहिँ त्यही हो। तपाईहरुले को दोषी देख्नु भएको छ तपाईहरुको नजरमा? 3 करोड नेपालीलाई फर्लङ्ग थाहा छ कि दोषी को हो भनेर अहिले नाम हामीले किटान गर्नुपर्ने आवश्यकता पनि छैन। अघिल्लो सरकारले मचाएको यो सबै विपन्ना हो हैन, त्यो सरकारमा लिड गर्नेहरू को थिए ती सबै दोषी हो।